साथीहरु गुड मर्निङ भनेको साथीहरु नि म मेरो छोरो चाहिँ पढिरहेछ छोरीको चाहिँ आज कलरको एक्जाम त्यही भएर उ चाहिँ उसलाई त आनन्द छ साथीहरु मन्टेसरी हुन्जेलसम्म त आनन्दै हो त्यस पछाडी वान आएपछि चाहिँ अलिक गाह्रो हुन्छ ल साथीहरु अघि उठेको अब भर्खर गुड मर्निङ भन्यो अघि उठेर के गर्यो भन्दा साथीहरु हिजो राति भ्लग हाले 3-4 चोटी काटेर हाले युट्युबले रिमुभ गरिदियो किनभने कम्युनिटी गाइडलाइन्स भन्ने आएको थियो फेरि यो पनि काट्ने हो कि के हो थाहै छैन अब हेरौँ हिजो 3-4 चोटी युट्युब क्यापकटबाट भिडियो बनाउँदै हाल्दै गरेको साथीहरु युट्युबले रिमुभ गर्दै के भएर थाहा भएन कम्युनिटी गाइडलाइन्स भनेको थियो मैले चाहिँ सोचे भान्जा बोलेको भएर होला बच्चालाई बनाउनलाई भनेर त्यो पनि काटे फेरि हाले भएन फेरि अर्को के कुन काटे थियो अर्को फेरि मैले मेरो फुच्चीलाई कराको जस्तो गरेको थिएँ बट त्यो कराको भएर हो कि भने त्यो पनि काटे भएन कति 3-4 चोटी त काट्दै अपलोड गरे साथीहरु भएन के भएको अनि अहिले बिहान उठेर हिजो त अब सुत्नु परिहाल्यो बिहान उठेर भर्खर पनि के रे त्यही हिजोको भिडियो बनाएको अनि एउटा लाइन चाहिँ काटेको त्यसले चाहिँ भयो कि अहिलेसम्म खै के पनि जिमेल गरेको छैन मेल आएको छैन त्यसले चाहिँ हो कि जस्तो लाग्यो अब हिजोको भ्लग भर्खर आज बसेको छ साथीहरु हेरिदिनु होला सबैले धेरै माया सपोर्ट गरिदिनु भएको छ सब्स्क्राइबर पनि ठिकै बढ्दै छ ठिकै हो यतिको अनि सबैले साथ दिनु भएको छ त्यसको लागि धेरै धन्यवाद अनि के पो भन्न लागेको थिएँ मैले मेरो राति भ्लग हाल्ने टाइम पनि एकदम लेट भयो भनेर मेरो हस्बेन्डले भन्नु भइरहेको थियो 9 बजे अगाडि हाल भनेर अब किन मैले त्यति ढिलो हाल्यो भन्दाखेरि अब राति सुत्ने टाइम अलिक ढिलै हुन्छ अनि गुड नाइट भन्नु पर्यो भनेर अनि आज हाल्नु पर्यो अनि बिहान उठेर हेर्छन् भनेर खासमा अब हेरौँ 9 बजे अगाडि त हाल्न सकिँदैन होला साथीहरु अब लेट्स सी के हुन्छ ल आजलाई यति नै युट्युबले मेरो भिडियो 3-4 चोटि रिमुभ गरिदियो मैले त्यत्रो भिडियो बनाएको त्यत्रो गरिदिएको तर आज आइसकेको छ साथीहरु हेर्नुस् है आज भयो भने भरि बेलुका नै हाल्छु किनकि अहिले हालेको त हिजोको हालेको हो नि त त्यही भएर अब भरि पनि भयो भने हाल्छु भर्खर हालेको छु त्यो पनि रिमुभ गरिदिन्छ कि थाहा छैन अब यहाँनिर जिमेल पठायो भने चाहिँ अब त्यो त रिमुभ नै हुन्छ अब त्यो चाहिँ अब हाल्दिन पनि होला 3-4 यो सुधा त 5 चोटि भयो होला मैले गरेको अपलोड त्यही भएर अब त्यो पनि रिमुभ भयो भने चाहिँ म हाल्दिनँ मलाई रिस उठिसक्यो अब त हाल्दा नि झ्याउ पनि त लाग्छ अब त्यही भएर अब त्यो चाहिँ हाल्दिनँ अब भएन भने चाहिँ गएर हेरिदिनु हिजोको ब्लग ओके थ्याङ्क यू धेरै सपोर्ट गरेकोमा सबैलाई थ्याङ्क यू भन्दै चाहिँ धेरै सपोर्ट गरिदिनु भएकोमा नो थ्याङ्क यू भन तेरो सब्सक्राइबर सब उठ्छ गुलु ल गुड मर्निङ भन्दै भने थ्याङ्क यू भन गुड मर्निङ थ्याङ्क यू फर सपोर्टिङ अस भन ओके ल अनि एउटा कुरा के भन्दाखेरि बिचारा मेरो स्कुलको स्टुडेन्टहरूले पनि म्याम हामीलाई पनि तपाईँको भ्लगमा ल्याउनु न भन्दै थियो तर स्कुलमा चाहिँ म त्यस्तो खासै खिच्दिनँ त्यही भएर अब कुनै दिन जुरेछ भने त ल्याइहाल्छु नत्र भने चाहिँ अब त्यतिकै हो अब सबैले मलाई साथ दिएकै छ सबैले फ्यामिलीले अब स्कुलमा अब म्यामहरूले पनि के भन्नुहुन्न हाल्न दिनुहुन्छ सबैले साथ दिइरहेछ ठिकै छ ल त्यो चाहिँ एकदम गुड प्लस पोइन्ट ल गाइस अब के हुन्छ म देखाइहाल्छु है ओके अब म देखाउँछु के हुन्छ ओके साथीहरु साथीहरु यहाँ उमो नातिनीको यहाँ आयो डिबेट परिरहेछ के भयो राति चाहिँ यो कहिले पनि भात नखाने यो नातिनीहरु चाहिँ अनि उमुको त्यही भएर रिस उठेको राति भात नखाने बिहान चाहिँ भोक लाग्यो भन्छ भनेर यहाँ कराउँदै हुनु चाहिँ उसको नि रिस उठिसक्यो यहाँ रिस त नाकको टुप्पोमा हुन्छ क्या यो रिस हिजो पनि यही भिडियोले हो कि ऊ नगरेको भनेको अब आज नि कराइदिए लु यस्तो छ बच्चाहरू ल यिनीहरूलाई मोमो चाउमिन कन्डक चाहियो अरे एउटालाई चाउमिन एउटालाई कन्डक चाहियो अरे भगवान् यिनीहरूलाई दिनकै बिहान कहाँबाट ल्याएर दिनु हो ल मेरो छोरालाई म आज लान्छु भन्दैछु त नि ल फेरि एउटा ताने भगवान् म के गरौँ ल आज मेरो छोराले आज खान जान्छ ल हस् मैले भने नि त नि आया मेरो मोबाइल नचलाइदिनु मैले भनेन त आज म लान्छु भनेर भनेको होइन नि ल आज हेजीलाई म लान्छु कन्ड भने के खाने अरे म आज लान्छु हस् ल म स्कुलबाट निस्किन अनि तिमीलाई कल गर्छु नि हेजी आऊ भन्छ नि आऊ ल है ल मेरो साथी बिचरा मेरो छोरो साथीहरू मेरो छोरो चाहिँ रुएपछि फेरि माया लाग्छ एउटा फेरि यहाँ हो यो दुईवटा छोराछोरी भएपछि साथीहरू गाह्रो छ यहाँ हेर्नुलाई एउटाले यताबाट तान्ने उसको दादालाई माया गरेको देख्नु नहुनु उसलाई जेलस हुने उसलाई माया गर्दैन उसलाई जेलस हुने ल यस्तै छ साथीहरू हाम्रो पारा के गर्ने दुईवटा बच्चा भएपछि ल साथीहरू अब
छोराले क्यामेरा समाउँदैछ म चाहिँ अब यहाँ ओछ्यानहरू मिलाउन लागेको बेड उठाउनु बेडहरू छोरा त गुलो ल यो छोरो नपर्ने पनि रहेछ नपर्ने रहेछ यो छोरो अब खै यस्तो ल साथीहरू हामी चाहिँ यसरी अन्डा र भात भुटेर खाएको अब स्कुल जानुपर्ने खाएर खाना धेरै रहेछ रातिको त्यही भएर खाना भुटेर खाएको हामी खाना खाँदैछौँ ल अब खाना खाएर भेटौँ अब खाना खाएर भेटौँ होइन अब खाना खाएर स्कुल जान्छौँ अब के हुन्छ आज पनि देखाइहाल्छु साथीहरू पानी चिसो छ यो गीत फेभरेट भइसक्यो यो गीत पनि यही लाइन मात्र त्यही पनि खेमेले गर्दा खेमेले गर्दा भएको खेमेले यति मजाले गर्छ गीत गिटार बजाएर त्यही भएर गीत मलाई यस्तो मन परेको गिटारमा त खेमेको भोइस त फेरि पानी छुइन नसक्ने छ तपाईँहरू के गर्नु होला यस्तै छ दिनभरि के गर्नु अब हेर्नु आफै मोल्ने है आफै धुने आफै भाँडा चिसो बहुत चिसो बहिनी दिदी के अरे बहिनी र भन्नै आएन दाजु बहिनीको मायालाई कहिले काहीँ त्यस्तो हुन्छ टुम्मा चाटी कहिले चाहिँ आउनु साथीहरू के एउटा कुरा भन्न आँटेको क्या अलिक हेजी अलिक साह्रै बिस्तारै हो भर्खर के भयो साथीहरू भन्दाखेरि हिजो सिधै ड्रेस लाउँदाखेरि हेजीहरूलाई ड्रेस लाउनुको लागि जहिले पनि यस्तो ल्याङल्याङ गरिबस्छ यस्तो खिरिबस्छ चलिबस्छ ड्रेस चाहिँ लाउँदैन अरे क्या हेजी अलिक बिस्तारै बढ न अनि आज चाहिँ के भयो भन्दाखेरि मैले छोराछोरी ड्रेस लाऊ भनेर भनेको अनि मेरो छोराले भनेको ल मम्मीले आज राम्ररी भन्नुभएको छ ल ड्रेस लाऊँ ल अरे अनि अर्सी चाहिँ मैले हेजी ड्रेस साँच्ची ल्याउ नगर टाइम छैन यताउति भनेर कराउँथेन आज चाहिँ राम्ररी छोराछोरी ड्रेस लाऊ हल्ला नगरिकन राम्ररी भनेर भनेको ल गुलु मम्मीले राम्ररी भन्नुभएको छ ड्रेस लाउनुपर्छ भन्दैछ त्यही भएर ड्रेस लाउँदैछ ल के लेसन सिक्नुपर्छ बच्चाहरूबाट पनि अबदेखि राम्रो मुखले भन्यो भने चाहिँ मान्ने हो भनेको अरे फेरि मान्नुपर्छ राम्रो मुखले भनेको भनेर भनेको हस् भन्दैछ अब स्कुल जान रेडी हुँदैछौँ अर्को ह्यान्डसम बाबु आउँदैछ त्यहाँबाट ह्यान्डसम भाइ मेरो छोराछोरीको नक्कल असिन बाजी खोइ मलाई नि गुलको फोनबाट मलाई ल साथीहरू हामी स्कुल हिँडेको लु अब रेडी भएर भेटौँ ल साथीहरू भर्खर घर आइपुग्यो एउटा कुरा कति बिर्सेको हेजी बिहान रुएर कन्डक ल्याइदिन्छु भनेको फेरि पनि बिर्सेर आएछु माइ गड बिर्से हेजी केही छैन स्कुलमा एक प्लेट त्यत्रो मोमो खाएको होस् क्या अरे बाटोबाटि गएर चाहिँ के गर्छस् पर्दैन जान मैले जस्ट त्यतिको भनिदिएको पो पैसा छ आफ्नो पैसाले किन्नुपर्छ गिफ्ट ल गाइजहरू अब घरको अलिअलि ग्रोसरी सामानहरू लिन हामी चाहिँ भातभरि जान लागेको ल साथीहरू हामी चाहिँ भातभरि गएको सामान अलिअलि लिनको लागि अनि आज चाहिँ मेरो छोरी पनि अघि आउँदा त पुरै रेडी भएर बसेको थियो त्यसको के भएर रिस उठ्यो भनिहाल्यो रिस त यति दिएछ मेरो बच्चाहरूको रिस उठेर अघि छोरी चाहिँ बस्यो छोरा चाहिँ आएको छैन दुईजना छोराछोरी एकजना बस्यो एकजना हिँड्ने एकजना रिसायो एउटा खुसाउने छोरी चाहिँ रिसाएर अघि लुगा पनि फेरि फुकालेर पनि त्यहाँ बसिसक्यो अब हामी तिनजना भातभरि जान्छौँ अनि के हुन्छ म देखाउँछु है त अब यहाँ गाडी कुर्नुपर्छ गाडी ओके है साथीहरू बस पनि चढ्यौँ आजै होला अलिकति एकछिन मात्र कुर्नु पऱ्यो धेरै कुर्नु परेन बस्नु त कुरेको कुरै गर्नु पर्थ्यो हेजी अब छोरा पनि ठुलो भइसक्यो छोरालाई पनि सिट चाहिन्छ के गर्नु छोरीलाई चाहिँ चाहिँदैन छोरालाई त सिट चाहिन्छ मान्दैन काखमा बस्नु राख्न पनि सक्दैन
है साथीहरू ल हिँड्यो ल है साथीहरू फाइनली भाटपाडा आइपुग्यौँ भाटपाडा हामी चाहिँ सानो गाउँको भाटपाडा आउँछौँ जहिले पनि किनकि यो नजिक पनि छ त्यही भएर यो चाहिँ उपको लागि के दिने रे उपको लागि मलाई थाहा छैन के केही पनि पर्दैन के दिने रे हिजो उपको लागि यो मस्किटो मार्ने उपको लागि मस्किटो मार्ने अनि छैन होला नि त ल एउटा चिज गर नि उसको उपको चिन्ता लगाइसक्यो है साथीहरू उसको उपको चिन्ता लगाएर उपले के खानुहुन्छ त्यो लाने भन्दैछ हिजो के खानु हुँदो रहेछ उपले हिजो रमाइलो आयो रमाइलो भयो रमाइलो भयो तर मलाई माथि जान चाहिँ किन माथि जाने माथि के चिज हुन्छ नि र आजको हाम्रो भडिया चाहिँ यो है भडिया दाइ ल साथीहरू भाटपाडाबाट निस्केको अब हामी घर जान्छौँ यति सामान दियौँ चाहिँ ग्रोसरी हो किचनको लागि ग्रोसरी अब यति सामान दियौँ अब हामी घर जान्छु ल अब घर पुगेर भेटौँ साथीहरू टेस्टको लागि हिजोले खानुको खाने हुने मजा आएर अब कति बेला बस्नुपर्ने होला विदाउट मनी टेस्टको पास्ता पनि ल्यायौँ यसले खान मन गरेर मिठो रहेछ के हालेर भन त छैन मसरुम अलिभ के गार्निस पनि गर्ने रहेछ ल साथीहरू बिचरा हिजो चाहिँ खाने भनेर गएर लिएर आएको बिचराहरूले बनाउँदै बेच्दै फ्रीमै टेस्ट गर्दैछ ओके खाने हुन्छ ल टमाटोहरू अब यस्तो चाहिँ खाँदैन फेरि कस्तो रहेछ हिजो टेस्ट यस्तो ठिक्कको के हो भिडियो बनाएको साथीहरू लाग्यो भाटपाडाबाट घर गएर काम छ आज गाउँबाट मम्मी र पापा आउँदै हुनुहुन्छ त्यही भएर छिटै जानुपर्ने छ अब हामी हिँड्यौँ हिजोले खाजा खाने भन्दैछ अब खाजा खान्छौँ होला अनि जान्छौँ ओके यो चाहिँ भाटपाडाबाट ल्याएको हिजोले खाने त्यही भएर खुल्दैछु नि साथीहरू अनि यहाँ त्यसरी एउटा खाना हतार भइसक्यो ल साथीहरू हाम्रो खाजा आइसक्यो अब हामी खाजा चाहिँ खान्छौँ गम्ती एउटाले चिकन ललिपप भनेर जसको बहिनी खाँचो ल आज खानु पऱ्यो अरे त्यही भएर ल अब हामी चाहिँ खाजा खान्छौँ ल मासुको आइटम मिठो नहुने कुरै हुँदैन साथीहरू है साथीहरू मैले चाहिँ थुक्पा मगाएको जाडो चिसो मौसम त त्यही भएर तातो खाना थुक्पा मगाएको त्यही भएर थुक्पा नि आइसक्यो दामी जाडो मौसममा त सुप जस्तो मिठोहरू के होला सुप जस्तो मिठो पानी मिठो लाग्यो भाइ खाजा खाइदिनु है गाइजहरू साथीहरू खानु पऱ्यो नि यहाँ खानालाई पनि अलिक खानामा कन्सन्ट्रेट हुनुपर्छ क्या खाएर भेटौँ है कन्टेन्ट देखिरहेको छ होइन चिकन ललिपप अनि यता यो न्यू थिङ ड्रम स्टिक देखाउँछ मलाई कन्टक के खाइसक्यो किन नाको नि रिसाएर कस्तो मिठो Daisy, are you fine? साथीहरू ल हामी भर्खर गाडीबाट झरेको आज त खाजा खाएर पनि निस्किनु ठ्याक्कै साझा भेटिहाल्यौँ साझा भेटेपछि चाहिँ एकछिनमा आइपुगिहालिन्छौँ साझाको एउटा बानी चाहिँ के मनपर्छ भने लोकल गाडीहरू चाहिँ रोक्नुपर्ने ठाउँमा रोकेको यति धेरै बेर रोक्छ
साझा चाहिँ त्यति साह्रो रोक्दैन, सरासर हिट्स चाहिँ त्यही मनपर्छ। अनि एउटा के भन्दाखेरि नि भर्खर साझामा आउँदाखेरि एउटा के कुरा सेयर गर्नु मलाई भन्दाखेरि एउटा सानो फुच्ची थियो बिचरा, मम्मी र छोरी थियो। अनि त्यो फुच्चीले चाहिँ मम्मी पैसालाई किन भाडा भन्छ भनेर सोधिरहेको थियो बिचरा। तर साँच्चै पैसालाई किन भाडा भन्छ? हजुरलाई चाहिँ अघि यहाँ गाडीमा आएको उसलाई भमिट हुन आँट्यो अरे। भमिट हुन आँट्यो अरे, धेरै खाएर बुइनीलाई धेरै जिस्काएपछि यस्तै हुन्छ देखिस्। ल साथीहरू जस छिटै आइपुग्यौँ किनकि खाजा खान निस्किने बित्तिकै हामीले गाडी भेट्यौँ नि त्यही भएर। ल साथीहरू आइपुग्यौँ घर बल्ल बल्ल। मरे घर आइपुग्यौँ ल। अब एकछिनमा भेटौँ। मैले रिस देखाएको र खाना भनेको छु अनि किन रिस देखाएको र खानु पाउँदैछ? स्मेल यस्तो यस्तो आइडिया चाहिँ कहाँबाट आउँछ यो बुद्धु? के गर्नुपर्ने अब त्यही मास मेरो उसको टुथपिकमा हालेर ल यहाँ ग्यासमा पुलेर खानु पर्ने। खै ग्यास आउनुहुँदैन। कतिवटा मास मेरो त झरिसक्यो। थिएन। अनि के मिठो हुन्छ? त्यही भएर टुप्पोमा ल्याउ न। भयो यसरी खाना चाहिँ कसले सिकायो हो यिनीहरूलाई? ल भयो 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 यसरी खानुपर्ने। ल यो चाहिँ गुलोकोरी थोरै त हो, धेरै त डर छ। देख्ने दादाको गनाको हट सेपको रहेछ गाइजहरू। ल गोलो किसी किन नगएको तिमी भाटपट्टि भन्दा त त्यहाँनिर गाइजहरूलाई किन नगएको तिमी भाटपट्टि मम्मीसँग? मम्मीले कराउनु भन्न मम्मीले अनि उसको त्यतिमै नाक दुख्यो अनि नगएको। आखिर घाटा कसलाई भयो? भने घाटा कसलाई भयो? गाउँको कसरी कसरी देखाएको पक्का मम्मी आइपुग्नु भयो। ल गाउँको कसरी यस्तो हुन्छ। पक्का मम्मी आइपुग्नु भयो गाइजहरू। यो गुरुहरूलाई अब पढाउनु थालेको बल्ल पढाउने बेला भयो साथीहरू। अब एकछिन पढाउँछु अनि भेटौँ ल। ल साथीहरू गाउँ गएको कसरी हेर्नु है। गन्धुरो अर्ग्यानिक सिमी घिउ यता हेर त। ल साथीहरू त यहाँ हेर्नु त यो उसले लगाएको यो माथिको छ नि हुडी, यो स्वेट सर्ट जस्तै त्यो चाहिँ उसको दादाको हो। ल उसको दादालाई चाहिँ अब ठिक हुँदैन, उसको दादा चाहिँ ठुलो भएर अनि सानो भएर उसलाई दिएको। अनि अब उसले दादाको सानो भएको लुगा त सबै उसले लाउँछ क्या प्रायः जस्तो। अब केटीको लुगा अब केटाले लाउनु मिल्दैन, केटाको लुगा त केटीले लाउन मिल्छ नि त। अब केटीको पनि कुनै कुनै त मिल्छ, तर अब केटाको लुगा त केटीले प्रायः यस्तो लाउनु मिल्छ नि, जस्तै यस्तो हुडी। अनि तलको उसले त्यो एउटा दादाको उसको दादाको सानो भएको जगर्स पनि लाउँछ। यस्तो हुँदो रहेछ। दुइटा बच्चा भयो भने चाहिँ सानोको लुगा ठुलोको लुगा सानोले लाउँदै जाने। ल गाइजहरू पढाउनु पर्ने अब अलिअलि है। अनि गाउँघरको कोसेली पनि आइपुगिसक्यो, मम्मी पापाले ल्याउनु भएको। अब आज त्यही हो। ल साथीहरू हामी खाना खान गएको। अब खाना खाँदाखेरि भ्लग बनाउन अलिक अप्ठ्यारो लाग्छ भिडियो बनाउनु, किनकि पापा मम्मीहरू पनि हुनुहुन्छ, त्यही भएर अलिक लाज लाग्छ। अब चाहिँ हामी खाना खान गएको। ल भिडियो भयो भने अलिकति भिडियो देखाइदिन्छु है। ल कतिपछि लोकल चामलको भात खाना पर्ने भएर छ। यति धेरै भात खाने मान्छे चाहिँ को हो? कुनै सब्जी नै यति पनि अझ त्यति पनि सक्दैन अरे। ल मरे नि म बिहान रुनी अनि अघि खुवाउन लगेको। अब हेपाना खाने नि, त्यही भएर नलाई त। अब त्यो चाहिँ किन खानु पर्यो? जबर गरेर सो त। साथीहरू हाम्रो त्यसरी भागमा दिएपछि दन्दो नमस्ते गर्नुपर्छ। के हो साथीहरू यहाँको गाउँबाट आएको आज मजाले झोल खाने हो जाडोमा। सुप 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 इज द मोस्ट इम्पोर्टेन्ट फर विन्टर सिजन। म एक्लै पत्र पत्र बोलेको बोलेछु।
सब टाउको कसरी सब अर्ग्यानिकै खुर्सानी मुला गाजर साग खाना पनि लोकल चामलको यसलाई हुन्छ पापा ल यही न बनाइ भाषा जान्ने होला खाना खाएँ मै ल यहाँ गाइजहरू साथीहरू हामी पनि अब सुतेको हो यति बेला गुड नाइट भन्दाखेरि यति बेला हुन्छ अनि भ्लग एडिट गरेर त राति पर्छ 9 बजे अगाडि भ्लग हाल्नु भन्थ्यो मिल्दैन अब सुतेको है गाइजहरू ल हेजी चाहिँ उसको कोसँग सुतेको छ अब हामी चाहिँ यहाँभित्र सुत्छौँ ओके गाइज गुड नाइट सी यू टुमारो